हेलो हेलो सबैजनालाई गुड मर्निङ। सबैजना संसारमा हुनुहुन्छ होला। म पनि ठिकै छु है। म चाहिँ हिजो घरमा आएको, आज फेरि यता बारीतिर जाँदैछु। हाम्रो बाटो यस्तो छ कि हेर्नु नसक्योहरू, बारीतिर जाने बाटो। अनि म बाटोतिर जाँदैछु। यस्तो घाँस फलाइसकेको छ। अनि हेर्नु न, सुन्नुभयो न्याउलो कति कराएको छ। गर्मी भयो नि त, पानी आइरहेको छैन। अनि त्यही भएर यस्तो गर्मी छ कि बाटो। अनि यो हेर्नु न, ठुलो हाम्रो यो भर्लाको बुट्टा छ। अनि यो पुरै हाम्रो घर मुनिको एरिया हो कि, पुरै सालगारी छ। सालको बुट्टाहरू छ धेरै। अनि म जाँदैछु बारीतिर। अनि बाटो भनिबार यस्तो छ, सबै रुखको पातहरू झरेर। अनि यो बाटोमा पुरै पातै छ क्या साथीहरू। हेर्नु सक्नुहुन्छ, पुरै यो हाम्रो यो घर मुनिको पुरै यो के छ, सालगारी छ क्या साथीहरू। अनि सालगारीमा अनि सालको पातहरू टिप्नु कति धेरै मान्छेहरू आइराख्नुहुन्छ। अनि यताको बाटो चाहिँ फेरि गाडी हिँड्ने बाटो, त्यसैले मान्छे हिँड्ने बाटो सानो छ। यहाँदेखि म बारीमा जाँदैछु। किन जाँदैछु बारीमा भन्ने साथीहरू, अब पुगिसकेपछि थाहा हुन्छ। अनि हजुरहरू संसारमा हुनुहुन्छ होला सबैजना। म पनि ठिक छु। मेरो नानीको हिजो मात्र अनि एक्जाम सिद्धिएको, अनि फेरि हिजै घर आएको म फेरि यता। अनि घर आएर फेरि आज फेरि म बारीतिर गएँ। अनि हाम्रो गाउँमा त हेर्नु सबैजनाहरू, अनि गाउँ त्यही घरहरू पुरै छोडेर जानुभएको सहरतिर। धेरै घरहरू छ। अनि यो पनि पुरानो घर हो। अनि यहाँ पानीको टङ्की छ। अनि यहाँ मेरो लुगाहरूको यो दाउराहरू काटेर राख्नु भएको। अनि यहाँ आँपको बुट्टाहरू पनि छ। अनि यहाँदेखि फेरि बाटो छ होला। अनि बाटो देख्नुहुन्छ नि त साथीहरू। अनि बाटो छ तल। अनि त्यसपछि आँपहरू पनि फुलिरहेको छ। अनि यतादेखि हाम्रो गाडीमा जाने बाटो हो कि यो पुरै। अनि यहाँबाट तल फेरि फरबारीमा पनि जान्छ। तल देख्नुहुन्छ साथीहरू, यहाँ तल पनि एउटा घर छ। अनि कति टाढा भन्नुहुन्छ होला हजुरहरूले है बारी। अनि यो एउटा बारी मात्र हो हाम्रो टाढा भन्ने। एउटा घरको नजिकै नजिकै छ। अनि अब म बारीमा आइपुग्न लागिसकेँ साथीहरू। यो पारीको देख्नुहुन्छ नि ठाउँ, यो पारीको फेरि लुङ भन्ने, पाल्पाको लुङ भन्ने ठाउँ हो है। चिन्नुहुन्छ कि नै, कसले चिन्नुहुन्छ भने कमेन्ट गर्नु होला साथीहरू। त्यहाँ पनि एउटा घर छ। त्यही नै हो। यसको बुट्टालाई, यो बुट्टालाई चिन्नुहुन्छ होला नि। यो फेरि अचार खान्छौँ क्या हामीले, भुटुक भन्ने चिन्नुहुन्छ हो।
यो भुटुक भन्ने अचार खान्छन् अनि पाकेपछि पनि खान्छन्। त्यही हो बाटोको सट्ठाको छ क्या बारीमा जाने साथीहरू। अनि त्यो पारीको भिरहरू देख्नु भएको छ नि, त्यो भिरको तल फेरि हाम्रो घरबारी हो। अनि फेरि त्यहाँदेखि तलबाट जाने हो पारीको ठाउँदेखि। अनि फेरि म अब बारीमा आइपुगेको छु साथीहरू। म के गर्न आएको भने खासमा भन्दा बारीमा यो जौ भन्ने चिन्नुभयो हजुरहरूले? अनि उहाँ पारी देख्नुभयो भिरहरू छ नि त्यो डाँडाहरू, त्यहाँ त कति मान्छेहरू के अनि जानुहुन्छ क्या त्यो लुङको भन्ने ठाउँबाट त्यहाँ त्यो पारीको भिरभन्दा तल अनि आउनुहुन्छ क्या घाँस काट्नको लागि, दाउरा काट्नको लागि। अनि यो म फाइनल्ली अब यहाँ के गर्न आयो भने बारीमा अनि यो देख्नु भयो नि हजुरहरूले, यो जौ काट्नको लागि आएको है। घरमा आधी त काम त गर्नै पर्यो कि नै साथीहरू? हजुरहरूले गर्नुहुन्छ कि नै? म त घरमा आधी त यस्तो काम गर्छु साथीहरू। जौ टिप्दै अब यहाँ जौ टिप्न आएको म। अनि हाम्रोतिर त यो जौ छ नि, यो जौ काटेर अनि फेदिदेखि काट्नुहुन्छ नि त कोही कोही ठाउँमा। तर मैले फेरि हाम्रोतिर फेरि पुरै यो जौ नि त्यो माथिको जौ मात्र काटेर पछिपल्ट घाँस काट्ने हो कि त्यस्तो हो। हामीले यहाँ बारीमा सुन्तला पनि लगेर आयौँ। अब यो पुरै बाटैभरि लगाउने हो। अनि यो पुरै बारीमा अनि सुन्तला रोप्ने हो। अनि रोप्नु त रोपेको त्यही पनि धेरै मरिसक्यो, त्यही भएर यो फेरि वनको जनावरलाई यस्तो गरेर दिनुभयो मम्मीले। अनि त्यही हो साथीहरू। अनि यो हाम्रो ठुलो पाटो छ क्या यहाँ, अनि बारी अनि घाँसहरू भयो, त्यही नै हो। अनि यहाँ सबै अब बारीभरि सुन्तला लगाउने हो क्या साथीहरू। पुरैमा सुन्तला लगाएर अनि यहाँ लास्टमा त्यही यो तलबाट पुरै बाँचेको हो नि त। अनि त्यही भएर फेरि यहाँ जङ्गलकोले खासै मकैहरू रहन दिँदैन क्या। अनि त्यही भएर हामी यहाँ अब सुन्तला रोप्ने बारीभरि भन्ने कुरो भइरहेको। त्यही भएर सुन्तला अलिअलि रोपेको पनि छौँ। अब त्यो मर्यो अनि अरू फेरि अब त्यसैमा थप्ने हो नयाँ बुट्टाहरू। त्यो बारीमा केरा पनि पसिरहेको देख्नुभयो। अनि यो पोलिरहेको नि यो कोइरल भन्छ यसलाई। कोइरलको अचार पनि मिठो हुन्छ है साथीहरू। कोले खानुभयो भन्नु होला ल। यही नै हो। उहाँ काभ्रा पनि यस्तो पलाइरहेको थियो, काभ्रा देख्नुभयो? अनि यही हो साथीहरू, आजको लागि यति नै। सबैजनालाई बाई बाई।